नमस्कार। आज हामी एउटा निकै रोचक विषयमा कुरा गर्दैछौँ, मौनताको शक्ति। हो, हल्लाखल्ला र कोलाहलले भरिएको यो संसारमा कहिलेकाहीँ केही नबोल्नु नै सबैभन्दा शक्तिशाली कुरा कसरी हुन सक्छ? आउनुहोस् यही रहस्यको खोजी गरौँ। हाम्रो आजको यात्रामा हामी 5वटा मुख्य कुराहरू हेर्नेछौँ। सबैभन्दा पहिले हामी नबोलिएका शब्दहरूमा लुकेको शक्तिलाई बुझ्नेछौँ। त्यसपछि कुन कुन बेला मौन बस्नु नै सबैभन्दा राम्रो हो भनेर जान्नेछौँ। अनि बोल्नु अघि आफैलाई सोध्नुपर्ने 3वटा महत्त्वपूर्ण प्रश्नहरू के हुन् त्यो सिक्नेछौँ। त्यसपछि मौनता कमजोरी होइन भन्ने भ्रमलाई चिर्दै अन्त्यमा यसले हाम्रो चरित्रलाई कसरी नाप्छ भन्ने कुरामा छलफल गर्नेछौँ। ल सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, नबोलिएको शक्ति। यो नै हाम्रो आजको छलफलको जग हो, जसले हामीलाई देखाउँछ कि कहिलेकाहीँ नबोलिएका कुराहरूमा कति धेरै दम हुन्छ। यो भनाइ नै हाम्रो आजको छलफलको मुटु हो भनौँ न। यसले के भन्छ भने असली शक्ति धेरै बोल्नुमा होइन, बरु जानी जानी मौन रहनुमा छ। यो भनेको सुन्ने, बुझ्ने अनि सही समयमा मात्र बोल्ने कला हो। शक्ति शब्दमा होइन, शब्दमाथिको नियन्त्रणमा हुन्छ। यो त जीवनले सिकाउने एउटा गहिरो पाठ हो, होइन त? संसारभरिका जानकारी र विचारहरू हामी सुन्न सक्छौँ, ग्रहण गर्न सक्छौँ। तर विवेक भनेको कुन ठाउँमा र कहिले आफ्नो मुख खोल्ने भनेर जान्नुमा छ। हरेक कुरामा हाम्रो प्रतिक्रिया आवश्यक नहुन सक्छ। अब लागौँ ती खास क्षणहरूतर्फ जब मौन रहनु नै सुन बराबर हुन्छ। केही यस्ता व्यावहारिक अवस्थाहरू छन् जहाँ चुप लाग्नु नै सबैभन्दा शक्तिशाली प्रतिक्रिया हुन जान्छ। सोच्नुस् त, कति सरल तर गहिरो कुरा। जब हामी अरू कसैको घरमा वा उनीहरूको निजी ठाउँमा हुन्छौँ, त्यहाँ हाम्रो मौनताले सम्मान र शिष्टाचार देखाउँछ। यसको मतलब हामी उनीहरूको वातावरणको कदर गर्दैछौँ र सबैको ध्यान आफूतर्फ तान्न खोजिरहेका छैनौँ। त्यो बेला बोल्ने भन्दा पनि अवलोकन गर्ने र सिक्ने समय हो। दुःखको घडीमा सही शब्दहरू भेट्टाउनै मुस्किल हुन्छ र साँचो भन्नुपर्दा कहिलेकाहीँ कुनै पनि शब्दले सान्त्वना दिन सक्दैन। यस्तो अवस्थामा केही नबोली चुपचाप कसैको साथमा बसिदिनु नै सबैभन्दा ठूलो साथ र समर्थन हुन सक्छ। त्यो शान्त उपस्थितिले शब्द बिना नै भन्छ, म तिम्रो साथमा छु, जुन हजारौं शब्दभन्दा बढी अर्थपूर्ण हुन्छ। जब कोही रिसाइरहेको हुन्छ, त्यति बेला बोलिएका शब्दहरूले अक्सर आगोमा घिउ थप्ने काम गर्छन्। हो, त्यस्तो बेला मौन रहनु भनेको बुद्धिमानी र आत्मनियन्त्रणको परिचय दिनु हो। यसले स्थितिलाई थप बिग्रिनुबाट जोगाउँछ र हामीलाई प्रतिक्रिया जनाउनुको सट्टा परिस्थितिलाई बुझ्ने मौका दिन्छ। कसैले गल्ती गर्दा औल्याइ हाल्न त सजिलो छ, तर कहिलेकाहीँ कुनै टिप्पणी नगरी चुप बसिदिनु नै दया र क्षमाको सबैभन्दा ठूलो काम हुन सक्छ। यसो गर्दा त्यो व्यक्तिले आफ्नो गल्तीबाट सिक्ने र आफ्नो इज्जत जोगाउने मौका पाउँछ। ल, अब एउटा एकदमै काम लाग्ने फर्मुला हेरौँ जसले हामीलाई कहिले बोल्ने भनेर निर्णय गर्न मद्दत गर्छ। यो खण्डमा हामी 3वटा सरल तर निकै गहिरो प्रश्नहरूको बारेमा कुरा गर्नेछौँ। केही बोल्नु अघि एकैछिन रोकिएर आफैलाई यी 3 प्रश्न सोध्ने बानी बसालौँ। पहिलो, के मैले भन्न लागेको कुरा साँच्चै आवश्यक छ? दोस्रो, के यसले कसैलाई फाइदा पुग्छ? र सबैभन्दा महत्त्वपूर्ण तेस्रो प्रश्न, के यहाँ मेरा शब्दहरूभन्दा मौनता नै उत्तम विकल्प हुन्थ्यो? यो सानो मानसिक अभ्यासले हाम्रो सञ्चारमा ठूलो परिवर्तन ल्याउन सक्छ। अब एउटा ठूलो भ्रमको कुरा गरौँ। धेरैलाई लाग्छ चुप लाग्नु भनेको कमजोर हुनु हो, तर के साँच्चै त्यस्तै हो त? वास्तविकता त ठिक उल्टो छ र यो खण्डले त्यही देखाउँछ। यहाँ फरक एकदमै स्पष्ट छ। हेर्नुस् त, मौनता कमजोरी हुँदै होइन, यो त गहिरो चेतनाको अवस्था हो। यो खालीपन होइन, यो त जागरुकता, अवलोकन र भित्री शान्तिले भरिएको हुन्छ। यो बाहिरी कोलाहलबाट पछि हटेर भित्री स्पष्टता खोज्ने एउटा प्रक्रिया हो। यो भनाइले त मौनताको शक्तिलाई कति सुन्दर ढङ्गले पुष्टि गर्छ। कहिलेकाहीँ तर्क, बहस र शब्दहरूले आफ्नो अर्थ गुमाउँछन्। हो, त्यस्तै क्षणहरूमा एउटा शान्त र संयमित मौनताले नै सबैभन्दा शक्तिशाली सन्देश दिन्छ र अन्ततः जित हासिल गर्छ। हाम्रो अन्तिम खण्डमा अब हामी बोली र मौनताले कसरी हाम्रो चरित्रको मापन गर्छ भन्ने हेर्छौँ। हामी कसरी बोल्छौँ र अझ महत्त्वपूर्ण कहिले मौन रहन्छौँ, त्यसले हाम्रो पहिचान र गहिराईबारे धेरै कुरा बताउँछ। यहाँ एउटा एकदमै सूक्ष्म तर गहिरो भिन्नता छ। हामीले बोल्ने शब्दहरूले हाम्रो व्यक्तित्व र तत्कालका सोचहरू देखाउँछन्, जसलाई हामी चरित्र भन्न सक्छौँ।
तर मौनतामाथिको हाम्रो नियन्त्रण, त्यो संयम र समयको ज्ञानले हाम्रो बुद्धि र आत्मनिपुणताको गहिराई अर्थात् हाम्रो स्तर वा उचाइलाई प्रकट गर्दछ। ल, यो ज्ञानलाई व्यवहारमा कसरी उतार्ने त? यहाँ केही सरल तरिका छन्। भिडमा अनावश्यक हल्लाखल्ला नगर्ने, कुनै बहस चर्किरहेको छ भने त्यसमा आगो थप्नुको सट्टा शान्त पार्ने र बोल्नका लागि सही समय चिन्न सिक्ने। किनकि एउटा कुरा याद राख्नुपर्छ, बिना सोच विचार बोल्ने मुखले अन्ततः आफ्नो विश्वसनीयता गुमाउँछ। अन्त्यमा यो विचारले सबै कुरालाई एकै ठाउँमा ल्याउँछ। मौनताको अभ्यास गर्नु भनेको कुनै सामाजिक कला मात्र होइन, यो त एउटा उच्च, सचेत र अर्थपूर्ण जीवन जिउने तरिका हो। यो संयम र विवेकको माध्यमबाट आफूलाई सुधार्ने एउटा यात्रा हो। र अन्त्यमा एउटा प्रश्न छोडेर जान्छु। आजको यो हल्ला र कोलाहलले भरिएको संसारमा, जहाँ सबैजना बोल्न हतार गरिरहेका छन्, हाम्रो मौनताले हाम्रो बारेमा के भनिरहेको होला? यही प्रश्नमाथि सोच्दै गर्नुहोला। आजको लागि यति नै।